फाइनल्ली पर्खाइको घडी सकिनको लागि अब केही समय मात्र बाँकी रहेको छ। आज ठिक साँझ 6:15 देखि सुरु हुन गइरहेको यो फ्रेन्डली म्याच फिफा र्याङ्किङको अनुसार हाम्रो नेपाली चेलीहरू चाहिँ र्याङ्किङको 87औं स्थानमा छन् भने आज हाम्रा नेपाली चेलीहरूले चाहिँ आफूभन्दा 17औं स्थान माथि रहेको यानि कि अफिसियल फिफा र्याङ्किङको अनुसार 70औं स्थानमा रहेको इरान ओमन फुटबलसँग चाहिँ भिड्नेछन् भने हजुरहरू कतिको एक्साइटेड हुनुहुन्छ यो म्याचको लागि र अझै पनि यो म्याच चाहिँ कता हेर्ने कहाँ लाइभ हुन्छ भनेर भौतारिरहनु भएको छ। यो म्याच चाहिँ फिफा प्लस को अफिसियल वेबसाइट तथा फिफा प्लस एपमा चाहिँ हामीले सजिलै लाइभ स्ट्रिम हेर्न सक्ने छौं र यो म्याच हुनुभन्दा अगाडि हाम्रो चेलीहरूको चाहिँ तयारी कस्तो छ त आउनु साम्बाबाट बुझौँ है त। क्याप्टेन भोलि हामीले अब इरान विरुद्ध खेलेर मैत्रीपूर्ण खेलको सुरुवात गर्नेछौँ हैन, टोलीको कस्तो तयारी भइरहेको छ? ओभरअल हामी रेडी छौँ। जुन नभए इन्भाइरोमेन्ट छ यहाँको स्टेडियमको भर्खर अवलोकन गर्दाखेरि लाइक एकदमै राम्रो फिल छ। एक्साइटेड छ त्यसको लागि। इरानी टोलीलाई कसरी लिनु भएको छ हजुरहरूले? अभियसली इरान नट ओन्ली इरान, इन्डिया पनि एसियन कपको लागि क्वालिफाई भइसकेको छ। त्यसले गर्दाखेरि उनीहरूलाई केही हदसम्म उनीहरूको कन्फिडेन्स लेभल हाई छ। त्यसको लागि पनि हामी मेन्टली फिजिकली हामी रेडी छौँ, किनकि हामी यहाँ रिजल्टको लागि नै आएको, हामी रिजल्टको लागि नै खेल्छौँ। हाम्रो भोलिको लक्ष्य के हुनेछ इरान विरुद्धको खेलमा? अभियसली एज अ प्लेयर एज अ लाइक नेपालको लागि लाइक नेसनको लागि हामी जित्नको लागि खेल्छौँ। हजुर भर्खरै मात्रै आउनु भएको छ हैन, अनि अहिले अब फेरि अब ट्रेनिङ पनि राम्रोसँग गर्न पाउनु भएको छैन नेपालमा चाहिँ? ओभरअल अब हाम्रो पहिलादेखि नै खेलिरहेको साथीहरू हुन्छ, त्यसले गर्दाखेरि अब टिममा लाइक त्यो कम्बिनेसनमा गाह्रो नहोला, तर अलिकति टिमसँग चाहिँ एज अ प्रोफेसनल प्लेयर भइसके पछाडि यो कुराहरू फेस गर्नु। नेपाली महिला फुटबल टोली चाहिँ अहिले कस्तो अवस्थामा छ? अभियसली अहिले चाहिँ प्राइम टाइम हो नेपाली महिला फुटबल टिमको। प्राइम टाइममा चाहिँ सबैजनाले एफदेखि लिएर एज अ फुटबल खेल्छन्, यसले चाहिँ संरक्षणको लागि पर्ने। हजुर टोलीमा दुईजना अन्डर 19 को आउनुभएको छ खेलाडीहरू, उहाँहरू टोलीमा थपेपछि के मजबुत हुनेछ कि के हुनेछ टोली चाहिँ? उहाँहरूको टेस्ट हुनै बाँकी छ। हामीले चाहिँ नेसनल टिममा अधिकांश जति पनि यङ जेनेरेसनको प्लेयरहरू आइदिनु भयो भने भोलिको लागि चाहिँ हामीलाई पनि सजिलो हुन्छ, लाइक सिङ्गो नेसनलाई सजिलो हुन्छ र त्यो हिसाबले गर्दाखेरि पनि हामी चाहिँ प्लस पोइन्ट हुन सक्छ। दुईवटा पोइन्टहरू आउनुभयो टिममा र ओभरअल उहाँहरूको टेस्ट हुन बाँकी छ, जुन उहाँको जुन पोटेन्सियल भएको कारणले गर्दाखेरि नेसनल टिममा हुन्छ। मलाई लाग्छ उहाँहरूको डेब्यू राम्रो हुन्छ। हजुर हामी एसियन कपबाट एक कदम मात्रै चुक्यौँ भने यस्तो खालको टुर्नामेन्टहरूले नेपाली टोलीलाई चाहिँ के मद्दत पुर्याउनेछ? एभ्री फिफा विन्डोमा यो खालको टुर्नामेन्टले लाइक हामी कुन लेभलमा छौँ, हामीले कतिसम्म वर्कआउट गर्नुपर्छ भन्ने कुराहरू चाहिँ यो कुराले चाहिँ हामीले चाहिँ अझै रिड गर्न पाउँछौँ। सो त्यसले गर्दाखेरि यस्ता खालको टुर्नामेन्टहरूमा चाहिँ जति सक्दो धेरै पार्टिसिपेट गर्न पायौँ भने अझ बेटर हुन्छ। हाम्रो नेपाली महिला टोलीको बलियो पक्ष चाहिँ के छ? बलियो पक्ष भनेको पछिल्लो समयमा अब हाम्रो चाहिँ विनिङ मेन्टालिटी चाहिँ हाम्रो त्यो नै लिन्छ। हजुर हिरादी र दिपादिदी पनि कमब्याक भएको छ होइन, उहाँहरू टोलीमा अब त कस्तो के भइरहेको छ? पहिलादेखि नै उहाँहरू जुन हिसाबले एज अ टिममा इम्पोर्टेन्ट प्लेयरको जुन एउटा चाहिँ ट्याग छोडेर जानुभएको, फेरि त्यो ट्यागलाई आफ्नो चाहिँ गलामा भिजेर फेरि नेसनको लागि खेल्नको लागि रेडी हुनुहुन्छ। उहाँहरूको जुन त्यो एउटा चाहिँ इन्जोर्ड हुँदाखेरिको जुन एउटा चाहिँ दुःखको समयमा उहाँहरूले जुन एउटा हिसाबले मिहिनेत गर्नुभयो, सो मलाई लाग्छ लाइक उहाँहरूको मिहिनेतको प्रतिफल हो त्यो, जुन प्रतिफलमा फेरि ब्याक हुनुभएको छ। मलाई लाग्छ उहाँहरूको पर्फर्मेन्स पहिलाको दिनभन्दा अझ माथि जाओस् भन्ने चाहिँ मेरो कामना पनि छ। हजुर पहिला अब टोलीको एउटा सदस्य भएर खेलिरहनु भएको थियो, अहिले कप्तानको जिम्मेवारी ग्रहण गर्न चाहिँ कति गाह्रो हुँदो रहेछ? कप्तानको जिम्मेवारी वहन गर्न गाह्रो होइन, किनकि लाइक हामी 23जना प्लेयरमा हामी 23जना क्याप्टेन हो। त्यो हिसाबले गर्दाखेरि एज अ टिम बन्नुको लागि म एउटा पात्र मात्रै हो र लाइक टिमलाई लिड गर्नको लागि 23 नै खास हुन्छ। सो त्यसको लागि म प्रेसर भन्दा नि हामी सबै एज अ टिम क्याप्टेन छौँ। सो हामी सबै मिलेर चाहिँ नेपालको नेसनल महिला फुटबल टिमलाई चाहिँ अझ माथि पुर्याउनको लागि नट ओन्ली एउटा क्याप्टेन भएर होइन कि हामी सबैजना भएर चाहिँ अगाडि बढ्नुपर्छ। अहिले होम ग्राउन्डलाई चाहिँ मिस गराउनु भएको छैन? अब सिलङमा गेम हुँदैछ होइन, कतिको मिस गराउनु भएको छ?